वेलकम टु ब्याक माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै छु। आज सटरडेको दिन नुहाएर फ्रेस भएर बसेको। यता फेरि हाम्रो दिदीहरूले कलर लाउँदै हुनु रहेछ के कलर मतलब भिनाजु उता पेन्टिङ पनि गर्दै हुनु पेन्टिङ पनि गर्दै हुनुहुन्छ भिनाजुले उता। हाई हेलो भिनाजु। हेलो के भन्नुभएको दिदी तपाईँले? ए ठिक छ। हाम्रो नयाँ बेबीको वेलकम हुँदैछ, त्यही भएर हामीले यस्तो दामी बनाउँदैछौँ कि गाइज तपाईँहरूलाई मैले के बयान पनि गर्न सक्दैन, त्यसको लागि भन्न पनि सक्दैन। यो कलर लाउने कार्यक्रम प्राय हाम्रो घरमा चलिरहन्छ क्या गाइज, किनभने हाम्रो घरमा वर्षै पछि बेबीहरूको आगमन हुन्छ त्यही भएर है गाइज। मैले हेर्नु न नङ पनि हालेको। वा कस्तो दामी छ है मेरो नि, हेर्नुहोस् त गाइजहरू। मान्छेहरू सोध्दै थिए तपाईँको यो नङमा कति पऱ्यो, 2000 पऱ्यो कि क्या हो भन्दै थियो। होइन 175 मात्रै परेको मैले भन्दै। 175 के अरे 175 नेपाली इङ्ग्लिस। हामी भनेको अलिकति इङ्ग्लिस पनि मिडियममा नि पढेको, नेपाली मिडियममा पनि पढेको भएर मलाई गाइजहरू इङ्ग्लिस पनि अलिअलि आउँछ, सो नेपाली पनि आउँछ है। आए जस्तो हुन्छ गाइजहरू। ओहो भिनाजुले कामभन्दा बेसी लाम गर्नुभएको छ गाइजहरू। तपाईँ हेर्न चाहनुहुन्छ भने ऊ यता पनि हेर्न सक्नुहुन्छ। यस्तो गर्ने क्या हाम्रो, फेरि काम त बेसी नराम्रो गर्ने के बानी चाहिँ यस्तो छ हाम्रो भिनाजुको गाइज। तपाईँहरूलाई पनि चाहिन्छ भने म तपाईँलाई मेरो यो ब्लगमा नम्बर हालिदिन्छु, कल गर्न सक्नुहुन्छ है। 98010515 नम्बरमा कल गर्नु होला। तपाईँहरूलाई पनि यसै गरी पेन्टिङ गर्ने मान्छे चाहिएको छ भने यो नम्बरमा कल गरेर बोलाउनु है गाइजहरू। एकदम यस्तो दामीले गर्नुहुन्छ क्या, यस्तो दामीले गाइज, प्यान्ट त म भन्न पनि सक्दैन। जे नबोल्नु न हौ ब्लग। के भएर त्यस्तै हो गाइज। म अब तपाईँहरूले यस्तै गरी मेरो युट्युबहरू राम्रोसँग हेरिदिनु भयो भने युट्युबमा मेरो म मोनिटाइज गर्छु, प्लस मोनिटाइजबाट पैसा आयो भने म एउटा आइफोन किनेर झन् राम्रो ब्लगहरू हाल्न चाहन्छु गाइज। आई होप म अहिले एकदमै गरिब भएर म एकदमै छु, त्यही भएर